आज चाहिँ मेरो बोयफ्रेन्डले अनप्लान सरप्राइज डेट लाँदैछ र आई डोन्ट नो अबाउट द लोकेसन सो लेट्स गो गाइज सो हे गाइज दिस इज मी ईशा एन्ड वेलकम टु अ डे इन माई लाइफ सधैँ जसो म चाहिँ बिहान उठेर फ्रेस भएँ र एक ग्लास वार्म वाटर खाँदैछु र आज चाहिँ पनिरको यो सुन्टे खोले बनाएर रहेछ मम्मीले सो पनिरसँग अलिकति खाना खाएँ एज मेरो बाबा मम्मी चाहिँ भेजिटेरियन हो त्यसैले मेरो घरमा पनिर धेरै पाकिरहेको छ त्यसपछि शावर लिएँ हेयर ड्राई गरेँ देन आफ्टर म चाहिँ मेकअप गरेर रेडी भएँ र हेयर पनि सेट गरिदिएँ सो आइ एम रेडी एन्ड वेटिङ फर हिम र 1 बजे आउँछु भनेको मान्छे 2-3 बजिसक्यो थियो जाँदाखेरि र यस्तो उकालोमा छ यो लोकेसन चाहिँ अनि बल्ल हामी पुग्यौँ देन आफ्टर एकछिन भ्यू हेरेँ आनन्दले बस्यौँ यता चाहिँ मान्छेले इगल फिडिङ कति गरेको देखिरहेको थिएँ र वी अर्डर आवर ड्रिङ्क्स पिच टी अनि आइस टी र फुड चोइस आर सो डिफ्रेन्ट हाम्रो चाहिँ उसलाई पिज्जा खानु थियो भने मलाई चाहिँ बर्गर सो वी अर्डर बोथ र लास्टमा बढी भएर घर पनि प्याक गरेर ल्याउनु पर्छ त्यसपछि गफ गऱ्यौँ एकअर्कासँग टाइम स्पेन्ड गऱ्यौँ नर्मली 2 जना मात्रै हामी एक्लै हिँड्दैनौँ कोही न कोही साथी भइरहेको हुन्छ त्यसैले 2 जना आनन्दले गफसफ गरेर फर्क्यौँ र यो दिनलाई चाहिँ होल डे इन स्वयम्भू भन्दा पनि केही फरक पर्दैन देन आफ्टर यतिको साथी भेट्न हामी चाहिँ एकछिन लामेमा आएको थियौँ र देन आफ्टर अनलिमिटेड गसिप्स गफ गर्दा गर्दा हामी मात्रै बाँकी रहेछ सबैजना कुरिरहेको यस्तो लाद लागेर र जानु अगाडि एउटा डेजर्ट चाहिँ खाऊँ भनेर चिज केक खायौँ यतिकैमा हाम्रो दिन एन्ड गरे